मेरो चाहिँ भान्जासँग आज 13 वर्ष पछाडि भेट भएको छ र उहाँ चाहिँ कवि हुनुहुन्छ। अब उहाँले चाहिँ हाम्रो माझमा एउटा कविता सुनाउनुहुन्छ है त साथीहरू। ल नमस्कार, म डिजी शर्मा। अर्जुन पुयाल मेरो मामा हुनुहुन्छ। जापान आएको म 16 महिना भयो र हामी नेपालमा हुँदै पनि हाम्रो भेटघाट थिएन, किनभने मामा कतारमा हुनुहुन्थ्यो, म दुबईमा थिएँ र हामी संयोगवश जापानसँगै आएका छौँ र जापान आएर पनि हामी लामो समय भेट गर्न सकेका थिएनौँ र 13-14 वर्षपछि हामी भेट्न पाएका छौँ। धेरै खुसी लागेको छ। साथमा माइजूलाई पनि पहिलोपटक भेट्न पाएँ, खुसी लागेको छ। र अब मामाका फ्यान फलोइङहरूलाई चाहिँ म विशेष एउटा कविता सुनाउन चाहन्छु तपाईँ सम्पूर्ण प्रिय मनहरूको लागि भनेर। छोटो सुनाउँछु। यही छातीमा टेकाएर तिमीलाई शिखर पुर्याएपछि तिम्रो पैताला बिजायो मलाई। यही छातीमा टेकाएर तिमीलाई शिखर पुर्याएपछि तिम्रो पैताला बिजायो मलाई। आखिर कहाँ पुगेपछि बदल्यौ तिमी, जहाँ पुगेपछि तिमीलाई मेरो भएकोमा पछुतो लाग्यो। धन्यवाद। ल यदि हजुरहरूलाई चाहिँ अब यो कविता एकदमै राम्रो मन पर्यो भने यो भिडियोलाई चाहिँ सक्दो सेयर गरिदिनु होला साथीहरू। उहाँ चाहिँ मेरो भान्जा हुनुहुन्छ। आज 13 वर्ष पछाडि भेट भएको छ र उहाँ चाहिँ कवि भएको हुनाले एउटा कविता उहाँलाई मैले सुनाउन लगाएँ र हजुरहरू माझ चाहिँ उहाँले एउटा कविता सुनाइसक्नु भएको छ। अब यो भिडियोलाई सक्दो सेयर गर्ने हजुरहरूको जिम्मा। धन्यवाद।